नेपाल भित्र पनि एउटा यस्तो ठाउँ जसलाई हामीले सुनेका त छौं तर देखेका छैनौं, त्यो हो सोलुखुम्बु। आजको यस भिडियोमा हामी सोलुखुम्बुको अर्को एउटा रहस्य र सुन्दरताले भरिपूर्ण गुम्बा देखाउँदैछौं। चिवाङ गुम्बा, बौद्ध धर्म र आस्थाको केन्द्र। चिवाङ जसले शताब्दी लामो इतिहास बोकेको छ। यो गुम्बाको इतिहास 102 वर्ष लामो छ। गुम्बई गुम्बाको जिल्ला भनेर चिनिने सोलुखुम्बुको अमूल्य सम्पत्ति जसले बौद्ध धर्म र यसको आस्थामा गहिरो प्रभाव राखेको छ। कुनै एउटा पहाडको भित्तामा शान्त, अटल अनि अजर चिवाङ गुम्बा सोलुखुम्बुको लागि सम्पत्ति र सम्पदा दुवै हो। मेरो नाम मावङ सेम्फेन लामा। म अहिले यहाँको प्रमुख लामा हो। तर खासै म चाहिँ मेरो मूल गुम्बा चाहिँ थुप्दिङ ढोङा छुलिङ माथि हो। दुधकुण्ड वार्ड नम्बर 2 थुप्दिङ ढोङा छुलिङ। अनि त्यहाँबाट यो चाहिँ हाम्रो माथिको चाहिँ शाखा गुम्बा हो। त्यो भएको कारणले माथिबाट यहाँ मद्दतको लागि यहाँ पठाएर अहिले चाहिँ धेरै वर्ष भइसक्यो अहिले यहीँ नै कार्यरत छु। चिवाङ छाङचुक छोलिङ गुम्बा। अब यो छाङचुक छोलिङ भनेको त त्यसको अर्थ त धेरै गहिरो छ कि। अब किन भन्दाखेरि सबै व्याख्या गर्दाखेरि एकदम लामो जान्छ। अब छोटोमा भन्दाखेरि अब किन भन्दाखेरि सकारात्मक सोचले परिपूर्ण हुनुपर्ने गुम्बा। यो चाहिँ खास चाहिँ हाम्रो सर्दे साङ्गे लामाज्यूको चाहिँ परिकल्पना र परियोजनामा बनेको गुम्बा हो। यो तपाईँको सन् 1919मा चाहिँ तपाईँको भर्खर स्थापना भयो रहेछ। अनि तपाईँको यसको उद्घाटन चाहिँ तपाईँको सबै गुम्बा निर्माण भइसकेर सन् 1923मा भयो रहेछ। त्यहाँदेखि चाहिँ यस गुम्बामा चाहिँ पठनहरू सञ्चालन भयो। अब के भन्दाखेरि अब बुद्ध शासनको अस्तित्व चाहिँ तपाईँको सङ्घमा चाहिँ निर्भर हुन्छ। त्यो भएर चाहिँ आमा साङ्गे लामाज्यूले एउटा सङ्घको चाहिँ तपाईँको एउटा लामाहरूको एउटा सङ्घ निर्माण गरौँ भन्ने उहाँको सङ्कल्पले चाहिँ अनि यो गुम्बा बन्यो। तर कारण किन भन्दाखेरि अब बुद्ध दर्शनहरू चाहिँ त पठनको लागि खास गुम्बा भनेको चाहिँ पाठशाला जस्तै नै हो। खास गुम्बा भन्ने चाहिँ त्यो खास एकान्त भन्ने शब्दमा त्यो व्याख्या गऱ्यो त्यो बुझ्नुपर्छ। यो गुम्बा भन्ने चाहिँ नेपाली शब्द होइन। तपाईँको अब यो हाम्रो चाहिँ सम्बोटर लिपिबाट व्याख्या गरेको चाहिँ तपाईँको शब्द हो। यसो गुम्बा भनेको चाहिँ अलिकति एकान्तमा काहीँ पनि तपाईँको केहीबाट चाहिँ बाधा व्यवधाहरू डिस्टर्ब नहुनुको लागि एकान्त भनेको ख क्या गुम्बा भन्ने चाहिँ। अहिले अब किन भन्दाखेरि नेपालीहरूले गुम्बा भन्दाखेरि मन्दिरलाई सोचिरहेको हुन्छ कि, तर वास्तव त्यो होइन। यो चाहिँ तपाईँको के भन्दाखेरि बिहार हो। समुद्री सतहबाट 2500 मिटरको उचाइमा अवस्थित चिवाङ गुम्बा सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा पर्छ। सगरमाथाको छाया, नुम्बुरको समीपमा शान्त अनि सुन्दर चिवाङको महत्त्व नेपालमा मात्रै होइन विदेशमा पनि उत्तिकै छ। सोलुखुम्बु घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू एकपटक अवश्य पनि त्यहाँ पुगेर तस्बिर खिचाएकै हुन्छन्। यो उहाँको जुन सधैँ साङ्गे लामाज्यूको पालामा चाहिँ यो गुम्बा मात्रै भउने गरेछ। त्यहाँबाट अलिकति अब छानाहरू फेरि अलिअलि फेरि नयाँ लगाउने फेर्ने त्यस्तो त भइ नै रहने। तर भए पनि गुम्बा स्वयं चाहिँ तपाईँको यो पहिले जस्तो निर्माण गर्नुभयो त्यही नै छ अहिलेसम्म। किन भन्दाखेरि हिजो बिचमा चाहिँ त्यो भूकम्पले अलिकति अगाडिको भूकम्पले चाहिँ अलिकति सर्काएको छ। त्यो पनि अहिले रिनोभेसन गरेको छैन। खासै त्यति तपाईँको जोखिम
चाहिँ छैन। अनि तपाईँको यो जुन कौशीहरू छ यतातिर कौशी चाहिँ उहाँको साङ्गे लामाको नातिहरूको पालाको बनेको रहेछ। म बाहेक अब यहाँ शिक्षकहरू हुनुहुन्छ, लामाहरू शिक्षक हुनुहुन्छ। अनि यही पहिले नै सानोदेखि नै यही नै तपाईँको पठन गरेर बस्नुभएको दुईजना अलिकति वृद्ध लामाहरू हुनुहुन्छ। अनि अरू त अब त्यही विद्यार्थीहरू हाम्रो के अरे विद्यार्थी भाइ बहिनीहरू छ। यो चाहिँ त तपाईँको बुद्ध शाक्यमुनि नै हो। त भित्रको सबभन्दा माथि भित्र हुनुभएको बुद्ध शाक्यमुनि, जुन हामीले अहिले चाहिँ लुम्बिनीमा जन्मिनुभयो नि उहाँ नै हो। अब यहाँ चाहिँ हामी नियमित बिहान एउटा तारा भगवानको चाहिँ पूजा हुन्छ, त्यो चाहिँ नियमित हुन्छ। अनि अब दिउँसो त्यसपछि तपाईँको स्कुलमा पठन लेखनहरू हुन्छन्। अनि अब हाम्रो यहाँ अहिले के भन्दाखेरि तपाईँको बौद्ध दर्शन लगायत अनि नेपाली अनि इङ्ग्लिस पनि अनि गणितहरू छन्, त्यो पनि सिकाउने गरेको छ। अनि त्यसपछि अब फेरि के अरे तपाईँको दिउँसो 3 बजेबाट 5 बजेसम्म चाहिँ फेरि हाम्रो यो कुल देवताको पूजाहरू हुन्छ, त्यो चाहिँ नियमित हुने पूजा हो। अनि त्यस पछाडि फेरि स्कुल लाग्छ। अब यहाँ चाहिँ किन भन्दाखेरि बेलुका रातिसम्म पनि त्यो के अरे पढाइ भइरहेको हुन्छ कि। अनि त्यो हुन्छ। अनि कुनै टाइममा अब बुद्धको चाहिँ अलिकति विशेष पर्वहरू भयो। अनि यो पद्मसम्भवको पर्व चाहिँ तपाईँको प्रत्येक महिनामा दसैँ तिथिको दिन जहिले पनि हुन्छ, त्यो दिन चाहिँ अलिकति विस्तारमा पूजा हुन्छ। अनि त्यसपछि फेरि हाम्रो यो डाकिनीको पूजा पनि हुन्छ, त्यो चाहिँ महिनामा 2 चोटि चाहिँ अलिक विस्तारमा भइरहन्छ। अनि त्यो बिचमा अब तपाईँको चाडबाड हुन्छ नि त, हाम्रो के अरे बुद्धिस्ट चाडबाडहरू हुन्छ नि, त्यो बेला पूजा हुन्छ। अनि अर्को मेन पूजा भनेको चाहिँ तपाईँको यो विश्व शान्ति अनि हाम्रो देश शान्ति अनि हाम्रो टोल सबै नगर शान्तिको लागि प्रत्येक वर्ष ठुलो एउटा पूजा हुन्छ, यहाँ साधना हुन्छ मन्दिरमदो भन्ने। अनि त्यो चाहिँ तपाईँको अलिकति 18 दिन जति टाइम लाग्छ, त्यो चाहिँ वर्षमा एकचोटि प्रत्येक वर्ष हुन्छ, त्यो अब कार्तिक महिनातिर। साङ्गे लामाले स्थापना गरेको चिवाङ गुम्बा अहिले सयौं बौद्ध विद्यार्थीले शिक्षा लिइरहेका छन्। विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पथ अनुसरण गरी शान्ति र दयाका शिक्षाहरू दिइन्छ भिक्षुहरूलाई। भन्दा चाहिँ अब हामी नेपालीले मेला भने बुझिन्छ, खास मेला त होइन। अनि हामी चाहिँ अब त्यो जुन हामी त्यो अब विधिपूर्वक के अरे त्यो मण्डलाहरू त्यो बालुवाको मण्डलहरू कोरेर अनि रात दिन 7 दिनसम्म पुरा साधना पूजा गरेर त्यसपछि त्यसमा हामीले निर्माण गरेको अब तान्त्रिक विषयबाट निर्माण गरेको हाम्रो यस्तो हाम्रो के अरे अमृतहरू हुन्छ कि, त्यो चाहिँ किनभने सबैले बाँडिदिने हो क्या। अनि त्यो दिँदाखेरि चाहिँ अनि यहाँको मान्छेहरू बाहिरको मान्छेसँग भेला हुन्छ 2 दिन। अनि एक दिन चाहिँ त्यो कस्तो हुन्छ भने वाङ भनेर अभिषेक हुन्छ। अनि त्यो सिलसिलामा अब त्यो हामीले सिद्धिको फलहरू दिने हो, सबै जति पनि तपाईँ भक्तजनहरू आउनुहुन्छ सबैलाई उहाँले वितरण गर्ने। अनि एक दिन चाहिँ त्यही हाम्रो लामा विधि अनुसार त्यसको भोलिपल्ट चाहिँ त्यो कस्तो भन्दाखेरि मुर्कुटहरू लाएर त्यो हाम्रो के अरे विधि अनुसार तपाईँको त्यो नाचहरू हुन्छ। तर त्यतिकै मान्छेले देखाउने नाच होइन कि, तर कस्तो भन्दाखेरि विधि हाम्रो धार्मिक शास्त्र अनुसार त्यस्तो हुन्छ। त्यसको भोलिपल्ट चाहिँ होम पूजा हुन्छ। त्यसपछि त्यो मण्डला डिस्ट्रोय हुन्छ। डिस्ट्रोय भएपछि त्यो पानी कलामा फाल्छ क्या। त्यो कलामा फालेपछि त्यो जति पनि त्यो मण्डला बगेर गएको चाहिँ पानी तल ठुलो समुद्रमा मिसिन्छ नि, जति पनि समुद्रमा भएको चाहिँ तपाईँको जीव जन्तुहरू सबै मोक्ष हुन्छ भन्ने हाम्रो चाहिँ त्यो विश्वास छ क्या। हामी अहिले लगभग त्यस्तै होला 45-46 जना जति होला। स्टाफहरू सबै गर्दाखेरि त हुन्छ त्यस्तै 52-53 जना होला। त्यो खर्च त ठुलो हुन्छ किन भन्दाखेरि अब यहाँबाट बाहिरबाट पढ्न आउनुहुने विद्यार्थीहरू सबै निःशुल्क हो। उनीहरूलाई त्यो ओढ्ने ओछ्याउनेदेखि लिएर तपाईँको ड्रेसदेखि लिएर तपाईँ पढाउनेदेखि लिएर सबै निःशुल्क। अनि त्यो चाहिँ अब हाम्रो चाहिँ कस्तो भन्दाखेरि अलिअलि हाम्रो एउटा यो व्यवस्थापन समिति छ,
समितिले चाहिँ हामीलाई चाहिँ उहाँहरूले व्यवस्था मिलाइदिनुहुन्छ। डोनेसन खासै अब डोनेसन भनेर चाहिँ यति नै आउँछ भन्ने चाहिँ केही पनि छैन। तर अब समिति मार्फत आउने हो। अब त्यो उहाँहरू चाहिँ समिति थाहा हुन्छ, म समितिभित्र छैन, म चाहिँ यहाँभित्र हेर्ने मात्रै हो। अनि जे होस् यहाँको खर्च सबै समितिले हेर्नुहुन्छ। अब मैले उहाँलाई जानकारी दिने यति चाह्यो उति चाह्यो भनेर है यस्तो। अनि अब पछि अब हिसाब किताब लास्टमा 1 वर्षपछि हिसाब फर्चुट गर्ने, यति आयो यति गयो भन्ने। अब यो अलिअलि डोनेसन त अब आउँछ नि यहाँ पनि। अब कतिपयले अब त्यो बच्चाहरूलाई खाना खुवाइदेऊ, यसो चिया खुवाइदेऊ भन्ने हुन्छ, कोही अब पूजापाठ गरिदेऊ भन्ने हुन्छ। त्यस्तो सानोतिनो आइदिन्छ। त्यो पनि अब तपाईँको त्यसको यकिन छैन क्या। किन भन्दाखेरि यति नै भन्ने चाहिँ छैन नि त्यो। कहिले आउँछ कहिले आउँदैन ठ्याक्कै नै हुन्थ्यो। अति अब पर्यटकको लागि त यो त अति तपाईँको महत्त्वपूर्ण ठाउँ नै हो। यसको लागि किन भन्दाखेरि अब अहिले पनि अब स्थानीय सरकारले पनि अलिअलि मद्दत गरिरहेछ। अनि अब सबै अब केन्द्रदेखि लिएर प्रदेश लिएर स्थानीय सबै सरकारहरूले चाहिँ किन भन्दाखेरि कहाँ के गर्नुपर्छ सबै हेरिदिनु पऱ्यो। अब किन भन्दाखेरि अब यहाँ पर्यटकहरू तपाईँको बढेर गयो भने यहाँ मात्रै नभएर तपाईँको सबै तपाईँको तलमुनिदेखि सबैमा चाहिँ किन भन्दाखेरि अलिकति तपाईँको आयस्रोत बढेर जान्छ नि त। अनि त्यो त अब अति आवश्यक छ। अनि अहिले पनि अब स्थानीय सरकार र प्रदेश सरकार हामी केन्द्रबाट पनि अलिअलि हेरिरहेछ। तर भए पनि त्यसले अहिले तपाईँको पुरा पुग्ने हिसाब चाहिँ भएको छैन। अनि अब त्यसमा चाहिँ अब उहाँहरूको ध्यान गयो भने राम्रो नि। संरक्षण छ। अब किन भन्दाखेरि कोही मान्छे अब ध्यान गर्नुलाई इच्छा भयो भने उहाँहरूलाई चाहसको चाहिँ व्यवस्था छ। के अरे तपाईँको अब उहाँहरूले बस्ने ठाउँहरूको समस्या छैन, है केही समस्या छैन आउनुभयो भने। अनि अब चाहिँ यहाँको हाम्रो चाहिँ लगभग यहाँको चाहिँ अब बाहिर संरचना प्रायः जस्तो बनिसक्यो। अब के भन्यो भन्दाखेरि अब त्यहाँ त उतापट्टि होस्टेल बस्ने होस्टेलहरू बनाएको छ, गेस्टहरू बस्ने गेस्ट रुमहरू बनाएको छ। अनि तपाईँको अब टोइलेटको सुविधा भइसकेको छ, बत्तीको सुविधा छ, पानीको अति राम्रो सुविधा छ। अनि अब प्रायः जस्तो अब सुविधा छ यहाँ छ। अब चाहिँ के भन्छ भन्दाखेरि अब त्यो भित्री अलिकति मर्मत गर्नुपर्नेहरू कामहरू हुन्छ। अनि तपाईँको अब यहाँ बगैँचा भन्छ, बगैँचा किन भन्दाखेरि अलिकति किन भन्दाखेरि सफा त अहिले पनि सबै छन्। तर भए पनि अलिकति फुलहरू अब फलफुलहरू भयो भने फुलहरू भयो भने अब किन भन्दाखेरि यहाँ पाल्नुहुने दर्शनमा पाल्नुहुने अब के अरे भक्तजनहरू भयो, पर्यटकहरू भयो, उहाँहरूको लागि अलिकति आकर्षित हुन्छ नि त। फेरि यही नै बस्नेहरूको लागि पनि किन भन्दाखेरि त्यस्तो वातावरण बनिदियो भने अनि तपाईँको सबैलाई कस्तो भन्दाखेरि आनन्द सुविधा ध्यान गर्नु सजिलो हुन्छ नि त। पहिला यातायात सेवा, विद्युत सेवा जस्ता आधारभूत सेवाहरू नहुँदा यहाँ बस्न र घुम्न जान पनि समस्या हुन्थ्यो। तर अहिले सोलु दुधकुञ्ज नगरपालिकाले यहाँको विकासका लागि निकै काम गरेको छ, जसको कारण गुम्बाको सौन्दर्यीकरण, विकास र प्रवर्धन हुँदै गएको छ।